वेलकम ब्याक टु माई च्यानल। फेरि तपाईँहरूलाई नयाँ दिन नयाँ भ्लगमा एकदमै स्वागत छ। सो कस्तो हुनुहुन्छ? ठिकै हुनुहुन्छ होला है। म पनि यता एकदमै ठिकै छु है। सो आज चाहिँ के भ्लग लिएर आएको छु भन्दामा चाहिँ दार्जिलिङमा चाहिँ जाडो गएको छैन। तपाईँहरू दार्जिलिङमा बस्ने हुनेलाई त थाहा नै छ होला है कतिको जाडो छ। एकदमै जाडो छ क्या। विन्टरको लुगा सबै थन्काएको चाहिँ फेरि निकाल्नु परिरहेको छ। विन्टरको लुगा नलगाइकन गयो भने चाहिँ जाडोले चाहिँ यस्तो डरलाग्दो हात खुट्टा दुखेर मर्छ हो। त्यही भएर जाडोको लुगा नै लाउनु पर्दैछ। सो गरमको लुगाहरू एकदमै लाउनु पाएको छैन। पहिलाको पालि चाहिँ यो मन्थमा चाहिँ यस्तो डादो गरम थियो कि अब कुर्ताहरू लगाएर हिँड्ने खालको वेदर थियो। तर यसपालि चाहिँ भएको छैन है। त्यही भएर जाडो नै छ। अनि हामी चाहिँ जाडोको दबाई खानु आँटेको छु। जाडोको दबाई चाहिँ के होला गेस गर्नु होला तपाईँहरू है। गेस गरेर कमेन्ट पनि गर्दै गर्नु होला। सो जाडोको दबाई चाहिँ छ थुक्पा। सो हामी चाहिँ होममेड थुक्पा खान्छु, रेडिमेड थुक्पा होइन। हामी चाहिँ आफै बेलेर थेन्दुक हुन्छ नि हो त्यस्तो खान्छु नि त। सो त्यो चाहिँ हाम्रो चाहिँ यता सानो दादाले चाहिँ एकदमै दामी पकाउँछ क्या, स्पेसल। उनीहरू पहिला लामा बसेर चाहिँ सबै कुरा सिकेर चाहिँ एकदमै स्पेसल खान्छ नि त। त्यही भएर चाहिँ त्यस्तो स्पेसल एकदमै मिठो हुन्छ होममेड चाहिँ। बनाउनु पनि राम्रो है। आफ्नो इन्ग्रिडियन्ट्सहरू हाल्नु पर्यो होइन। सो के हालेर कसो हालेर बनाएको छ सबै कुरा तपाईँहरूसँग सेयर गर्छु। होप तपाईँहरूले यो भ्लग मन पराइदिनुहुन्छ होला भन्ने आशा गर्दछु। मोमोको भ्लग त तपाईँहरूले मन पराइदिनु भएको छ। भ्यू पनि अलिकति मजाको नै आएको छ अरूहरू हेरेर होइन। अलिकति सेटिस्फाई नै छु म होइन। सो अस्तितिरको चाहिँ पहिलाको चाहिँ निकै आउँथ्यो। सो अहिले चाहिँ बिचमा निकै ग्याप भएर चाहिँ भ्यू आउनु नै छोडेको थियो। तर पनि म डिमोटिभ हुँदिनँ। एकदमै मोटिभेट भएर चाहिँ म काम गर्नेछु युट्युबमा चाहिँ है। त्यही भएर चाहिँ म एभ्रिडेको भ्लग हाल्नेछु। यदि भ्यू आए पनि नआए पनि मलाई त्यसमा केही उस छैन। तर पनि म हाल्ने नै चाहिँ छु। एक दिन न एक दिन त ग्रो भएर देखाउने नै हो, देख्ने नै हो होइन। त्यही आशामा चाहिँ म एकदम हिँडिरहेको छु। सो आजको भ्लग चाहिँ हुन्छ थुक्पा भ्लग है, थेन्दुक भ्लग। सो कसरी बनाउँछ के बनाउँछ सबै कुरा सेयर गर्छु। अनि तपाईँहरूले फर्स्ट टु लास्ट हेर्नुपर्ने हुन्छ। सो तपाईँहरूले पनि घरमा ट्राई गर्नु सक्नुहुनेछ त्यसरी बनाउनु। कतिजनाले घरमा होममेड बनाउँछ तर आफ्नो आफ्नो हुन्छ नि त तरिका बनाउने। सो हाम्रो चाहिँ यस्तो खालको तरिका छ भनेर तपाईँहरूलाई सेयर गर्छु। होप तपाईँहरूले यो खालको पनि मन पर्यो भने तपाईँहरूले यो स्टाइलले पनि तपाईँहरूले घरमा ट्राई गर्नु सक्नुहुनेछ। सो अझै नमानिकन हेर्नु होला। अनि अहिलेसम्म लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु भएको छैन भने प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। अनि फेसबुकमा फलो गर्नु भएको छैन भने फेसबुकमा फलो गर्नुहोस् होला। बिजनेसको अपडेटको लागि चाहिँ एभ्रिडेको अपडेट चाहिँ फेसबुकमा आउनेछ है। फेसबुकमा पनि नाम लाखपन अर्गिला शेर्पा नै छ। फेसबुक चलाउनु हुँदैन भन्यो भने इन्स्टामा फलो गर्नु सक्नुहुनेछ। इन्स्टामा चाहिँ मेरो दोकानको नाम छ नर्गिलास कलेक्सन है। सो हेर्दै गर्नुहोला। होममेड थुक्पा होइन गाइस। अब यहाँ छ फेरि होममेड छ्याङ हल्का जाडोको दबाई। यहाँ छ फेरि हेड कुक, हाम्रो घरको कुक चाहिँ यहाँ छ, मेन कुक थुक्पा स्पेसल। यता के हालिदिनु भयो भन्नुहोस् न त यता यसो मेरो भ्युअर्सहरूलाई। अब हाल्नु त मैले आज त भेज थुक्पा बनाएको। हजुर यसमा चाहिँ तपाईँको धेरैवटा सब्जीको आइटमहरू हाल्दैछु। हजुर मुला, आलु, गाजर, पनिर, सिमी सबै कुराको एड भएको छ यसमा चाहिँ। अन्त यो चाहिँ हाम्रो एकदम अथेन्टिक टिबेटन फुड, टिबेटन डिस हो कि। चाहिँ जाडोको दबाई हो एकदमै। भेज चाहिँ किन भन्दा चाहिँ यता हाम्रो ठुलो छम चाहिँ प्योर भेज हो नि त। त्यही भएर चाहिँ यहाँ भेज। तर यता हल्का मासु पनि छ हाम्रो लागि चाहिँ, मासु छरेर खानुको लागि। थुक्पा बनाउने चक्करमा खोले हुन्छ यस्तो दामी हुन्छ नि गाइसहरू। तपाईँहरू पनि जाडोमा चाहिँ यस्तो बनाएर खानु होला, एकदमै दामी हुन्छ। अनि हाम्रो अचार पनि छ, अचार पनि रेडी भएको छ। अचार चाहिँ डल्ले लसुन टमाटर है, यो चाहिँ अचार भइहाल्यो। यहाँ आमाले बेल्दैछ, दिदीले डल्लो, छमले कटिङ। यहाँ दुईजना फेरि मोमो र पिज्जा बनाउनु बिजी होइन। हेलो गाइसहरू। हेलो गाइस। के दुईजना केमा बिजी? अब त्यस्तो गर्छ र त ऊ मेकअप सेटको गति चाहिँ यस्तो गर्छ यस्तो। त्यही भएर चाहिँ केही भ्यालु छैन है हो। यस्तै छ जिन्दगी, के गर्नु अब। यो चाहिँ छ्याङ अनि भुटानबाट यो चामलको, यो चाहिँ हाम्रो चिरिकको दबाई।
लागि चाहिँ यहाँ हाम्रो सबसे सानो चाहिँ एकदम एक्साइटेड हुनु याङ छो औ याङ छो यो के हो यो के हो यो के हो यो थुक्पा कसले खान्छ मी याङ छोले खाँदैन होला हौ यस्तो हुन्छ लास्ट फिनिसिङ चाहिँ हेर्नु होला यस्तो दामी भएको छ हो अब म नखाऊँ भने चाहिँ अलिकति चाख्नै पर्यो है अघि यति खाइरहेको के गर्नु अब यस्तो देखेपछि खानु मन परिहाल्छ गाइसहरू जिन्दगी याङ डु नौ कसले अगाडि खान्छ अरे स्टार्ट ल याङ डुन प्यान्ट तान मान्छे यहाँ छ फोन यहाँ खोलिरहेको छ हो यस्तो क्रिकेटको लभर चाहिँ यस्तो छ है हाम्रो दाजु चाहिँ कस्तो भएछ दाजु तिमीले बनाएको खाऊ थुक्पा चाहिँ भेरी टेस्टी खाऊ ए गगालाई पनि दिनु ए ल तिमी खाऊ न गगा आफैहाल्छ खाइदेऊ लु आमा थाप्नु त ल बदमास ल कस्तो भयो गाइसहरू एकदम मिठो तिरिक मासु चट्टा चट्टा झोल भयो मलाई त म चाहिँ कम्ती खाएको हो होइन खाऊ याङडुन खाऊ ए यस्तो छ होइन अब चाहिँ खाइदिनु पर्छ ज्यादा खान्छ होला नि त भेरी मिठो दामी भएछ सो अब चाहिँ हामीले खानासाना पनि खाइसक्यो होइन सो खानासाना पनि खाइसक्यो एकदमै दामी भएको थियो म त खान्दिनँ भनेको थिएँ किनभने अस्तिदेखि चाहिँ अब तपाईँलाई भनौँ भने होइन अस्तिदेखि चाहिँ मैले डाइटिङ गर्दै थिएँ नि त बेलुका चाहिँ खाना स्किप गरेको थिएँ कि डाइटिङ भन्दामा पनि बेलुका चाहिँ खाना स्किप गरेको थिएँ किनभने म चाहिँ अलिकति मोटाएपछि चाहिँ तर बेलुका खाना स्किप गरेपछि चाहिँ म चाहिँ मजाले नै फेरि मेरो जिउ चाहिँ फर्ममा आउँछ क्या घट्छु नि त त्यही भएर चाहिँ एकदमै मोटाएको थिएँ यहाँ डबल चिनहरू भएको छ है त्यही भएर चाहिँ म बेलुका खाना चाहिँ स्किप गरेको थिएँ तर अस्तिदेखि चाहिँ फेरि यता है खानु स्टार्ट भएँ किनभने घरि के पकाउँछन् के गर्दा अन्तखेरि खा भन्छ अरू बेला भात पकाएको बेलामा चाहिँ म खान्दिनँ है अनि यस्तै हो त्यही अस्ति मोमो पकाउँदा खाएँ अनि आज थुक्पा फेरि नखाऊँ भनेको थिएँ सो एकदमै दामी भएको थियो त्यही भएर चाहिँ खाएँ है खाएपछि फेरि त्यही हो दुईपल्ट त खाइहाल्छ हो अनि त्यस्तो भयो खास चाहिँ एक्चुली चाहिँ मैले खाएको थिइनँ नि त डिनर चाहिँ मैले स्किपै गरेको है अनि किनभने एकदमै मोटाइसकेको छु अनि फेरि वेट गेन हुँदैछ नि त अन्त वेट चाहिँ लुज गरौँ भनेर है त्यही भएर चाहिँ यो डबल चिनहरू चाहिँ एकदमै यस्तो बनाऊँ भनेको हो गाइस खै हुँदैन रहेछ सो डाइटिङ चाहिँ भङ भइरहेको छ मेरो चाहिँ अहिले चाहिँ हो अनि त्यो चाहिँ मैले फेसबुकमा त भनेको थिएँ तपाईँहरूलाई हो अनि यता युट्युबमा पनि भनेको जस्तो लाग्छ तपाईँहरूलाई है मैले के भन्छ मैले चाहिँ ब्लु टी पनि खान्दै थिएँ होइन सो म चाहिँ एक टाइम चाहिँ कफी पनि खान्थेँ सो कफीले चाहिँ अब मलाई चाहिँ राम्रो हुन्छ तर पनि मेरो फेरि माइग्रेन छ नि त अनि त्यो माइग्रेनमा चाहिँ एफेक्ट भयो कि कफीले चाहिँ अनि पुरा अस्ति चाहिँ मलाई साह्रो परेर दुखेर चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले कफी खानु चाहिँ छोडिदिएँ है फेरि ब्याक टु ब्ल्याक टीमा आएँ म ज्यादा खान्दिनँ बिहान मात्रै खान्छु अन्त बेलुका आएर पनि म टीहरू खान्दिनँ म सिधै पानी नै खान्छु हो अनि बिहानै उठेर चाहिँ खाली पेटमा चाहिँ मैले जिरा पानीहरू खान्छु है फर्स्ट चाहिँ त्यहाँदेखि चाहिँ पानी खान्छु त्यहाँदेखि चाहिँ मैले ब्लु टी खान्दै थिएँ है अनि ब्लु टी चाहिँ एकदमै वेट लुजको लागि चाहिँ राम्रो हो भनेर चाहिँ मैले एकदमै अब कतिवटा कुरामा हेरेको थिएँ नि त अनि त्यही भएर चाहिँ ब्लु टी खान्दै थिएँ सो ब्लु टी खाएर त्यो सबै सेट गरेर अन्त बेलुका चाहिँ डिनर चाहिँ स्किप गरेर चाहिँ अब मजाले वेट लुज हुन्छ भनेर चाहिँ त्यसो गरेको थिएँ तर मैले बेलुकाको खाना अब फेरि मैले के भन्छ त्यसलाई स्किप गर्नु सकेन कि घरि के भएर चाहिँ त्यही भएर चाहिँ मैले ब्लु टी पनि खानु छोडिदिएँ सो अब फेरि म कहिलेदेखि चाहिँ अब म फेरि बेलुकाको खाना स्किप गर्छु त्यहाँदेखि चाहिँ फेरि म ब्लु टी खान्छु है अनि मेरो जिउ चाहिँ अब होइन के भन्छ त्यसलाई मोटाएपछि चाहिँ एकदमै छिटो पनि मोटाउँछु तर घट्नु पनि मलाई त्यस्तो टाइम चाहिँ लाग्दैन म चाहिँ छिट्टो नै वेट लुज भइहाल्छ मेरो चाहिँ क्या मेरो चाहिँ जिउै त्यस्तो छ
अनि चाहिँ फेरि आमाले चाहिँ भन्छ के नघट्नु ठिकै छ जिउ भन्छ नि त अनि चाहिँ फेरि मलाई चाहिँ त्यस्तो लाग्दैन म चाहिँ एकदमै आफै एकदम हेर्नु न छालाहरू सुनिसिन्छ आफै अलिकति वेट गेन भएको छ कतिवटा कुरामा थाहा हुन्छ नि त है त्यही भएर चाहिँ त्यस्तो भएको थियो सो अहिले चाहिँ मैले डाइटिङहरू केही गरेको छुइनँ केही पनि खाएको छुइनँ म एज युजुअल त्यस्तै खाएको नै छु सो त्यही है अनि आजको भ्लग चाहिँ तपाईँहरूलाई इन्जोय गर्नुभयो भन्ने आशा गर्दछु सो एकदमै दामी भएको थियो अनि त्यही यस्तै पाराले रेसिपीले तपाईँहरूले पनि ट्राई गर्नुभयो भने चाहिँ तपाईँहरूले पनि ट्राई गर्नुहोस् अनि खानुहोस् जाडोमा एकदमै दामी हुन्छ है एकदमै मिठो सो भेज खानेहरूले त थाहै भयो अनि घरमा हाम्रो त्यस्तै भेज मासु खाने छ भने चाहिँ तपाईँहरूले त्यसरी मासु अलग्गै फ्राई गरेर है मासु खानेले चाहिँ पछाडि मासु एड गर्दा पनि भइहाल्छ नभए चाहिँ भेज बनाउँदा पनि भइहाल्छ एकदमै मिठो हुन्छ सो त्यस्तो गरेर तपाईँहरूले पनि ट्राई गर्नु सक्नुहुनेछ अन्त हामी चाहिँ आजको डिनर चाहिँ एकदमै इन्जोय गर्यो सो तपाईँहरूलाई पनि मैले भ्लगको द्वारा आई थिङ्क इन्जोय गराउनु सक्यो होला भन्ने आशा गर्दछु सो आजको भ्लग चाहिँ यहीँ एन्ड गर्छु फेरि तपाईँहरूलाई नेक्स्ट भ्लगमा भेट्नेछु बाई